गृहमन्त्रीज्यू, यो भिडियो तपाईको लागि। तपाईले गलत गर्नु भएको छ। जुन मिटर ब्याजीलाई न्याय दिन लाग्नु भएको छ, तर साउ महाजनलाई न्याय दिइराख्नु भएको छैन। यो एकदम गलत हो। यो गलत हुन दिन्न। यसको लागि आवाज उठाउँछु र हरेक जनतासँग आग्रह गर्छु कि दुवै पक्ष न्याय बराबर हुनु पर्यो, एक पक्ष मात्रै होइन। पीडित मिटर ब्याजीहरू होइन, जसले दिएको छ त्यो पीडित छ। खुन पसिनाले कमाएको पैसा हो, त्यो मुफ्तमा कमाएको पैसा होइन। त्यसको पीडा हेर्दिनु। कति विदेशमा बसेर 10 वर्ष 20 वर्ष 35 वर्षसम्म बसेर कमाएर पठाउँछ गाउँमा, अनि त्यो कसैलाई पीडा भएको बेला चाहिँ पैसा दिन्छ साउ बनेर। त्यो पीडित त्यो हो, जसले लिएको छ त्यो पीडित होइन। तिनीहरू त झन् धनी भएछ। तिनीहरू आफ्नो दुःख पीडा हटाउनको लागि त्यो पैसाहरू लिएर काम चलाएको छ, तर दुःख पीडा अहिले जसले पैसा दिएको छ त्यसलाई मात्रै छ। त्यो दुःख पीडा एकचोटि आफ्नो माथि हेरेर बुझ्दिनु। अहिले तपाई पनि आम्दानी गर्नुहुन्छ भने, कसैलाई सहयोग गर्नुहुन्छ भने, तपाईको कुनै अवस्थामा हेल्प हुँदैन भने त्यो सहयोग बेकार हो। मान्छे सापट्टि लिएर पनि पैसा फिर्ता दिँदैन। यस्तो समय भएछ अहिले। त्यही भएर एकदम अनुरोध गर्दछु कि तपाई पीडित जो छ त्यसलाई न्याय दिनु, बराबर न्याय दिनु, एक पक्ष मात्रै होइन। धेरै मन दुखे छ। यो जुन तपाईले निर्णय गर्नु भएको छ, यो एकदम गल्ती हो। तपाईको निर्णय यसमा हामी कहिले पनि खुसी हुनेवाला छैनौँ। त्यही भएर हामीलाई न्याय चाहियो।